जाडो महिना पनि के साह्रो बढेर गयो है दादा ए सुत्नु बाटो त बाह्र निस्कि भात बनाउँछु कसले भात दिँदैन भात बनाउँछु बाह्र निस्कि जाडो भइरहेको छ बाह्र निस्कि चामल खोइ चामल ले बाह्र निस्कि बुझ्दैन भनेको बुझ्दैन तँहरूले तपाईँलाई छ हुँदो रहेछ बिहान भने यहाँ भात खान्न बाह्र के चाहिँ भएको पेसरले दबाई खानु पर्ने कसले मलाई भात देख्छस् तँले भात देख्छस् बाउ के हालतमा छ भात देख्छस् कसको रिस देख्छस् यहाँ देख तँ बाहिर ए माइला बाहिर निस्कि ए माइला ए माइला ए बाहिर निस्कि माइला ए घाँस खात झाक्नेहरू घाँस खात ए जा ए इन आउँछ ए भोक लाग्छ मान्छे के भयो फेरि पापालाई चाहिँ ए भाइ भोक लाग्यो है भाइ भोक भन्दैछु है तँलाई ए तर आमाकोमा जा है तँ है पापा चाहिँ भोक लाग्यो सेवारो बुम्बुलास्टिक भन्दै गोल फेस्ट फाइनल भइरहेको छ भोलि टारमा भोलि 5 तारिकको दिन गोल फेस्ट फाइनल भइरहेको छ फुटबल फाइनल म्याच भइरहेको छ र तपाईँहरू आउनु नभुल्नु होला र साथसाथै बेलुका नाइट प्रोग्राम पनि छ लाइभ म्युजिक लाइभ कन्सर्ट पनि छ धेरैजना आर्टिस्टहरू आइरहेको छ र तपाईँहरू आउनु नभुल्नु होला भोलि 5 तारिकको दिन कर्मटर फुटबल ग्राउन्डमा र अर्गनाइज गर्नुहुने हाम्रो कर्मटर फुटबल एसोसिएसनले गरेको है र तपाईँहरू पनि आउनु नभुल्नु होला गोलीको लाभ उठाउनु साथसाथै हामी पनि फुटबल प्रेमी दाजुभाइहरू साथसाथै हामी पनि आउँदैछौँ र भाइले गरेर होला